झरीको एक बिहान आकाश नै धरतीमा झरिरहेको बेला तिमी भने आकाशतिर गयौ। आमा आमा तिमी आकाश भयौ। अब कसरी छुनु मैले आकाशलाई? आकाशमा छन् जुन तारा, अब तिम्रो सहारा। आकाशमै डुल्छ घाम, म एक्लो पो कता जाम। न छ मसँग तिम्रो कान्छी औँला, न छ मसँग तिम्रो मुटुको दरी, न छ मसँग मैले ऐना हेर्ने तिम्रो आँखा। म त केवल तिम्रो सम्झनालाई अघि लगाएर पछि पछि कुदिरहेछु यो सङ्घर्ष लोकमा। आमा के आकाशबाट म देखिन्छु? कहिलेकाहीँ लाग्छ उधारोमा रासन पानीका निम्ति किराना पसलेसँग याचना पो गर्दैछौ कि? कहिलेकाहीँ लाग्छ बाउको कुटाइले मामा घरतिर पो गयो कि? कहिलेकाहीँ लाग्छ मेरो पढाइको ऋण तिर्न ढुङ्ग्री फुकालेर साउको ढोकामा पो पुग्यौ कि? र कहिलेकाहीँ लाग्छ यो लट्ठ छोरालाई हल गाँसिदिन कुटुम्बहरूको दैलो पो चाहर्दैछौ कि? तर अह कहीँ कतै देख्दिन तिमीलाई, कहीँ कतै भेट्दिन तिमीलाई। भदौको एक बिहान जगतले नै आकार लिइरहेको बेला तिमी भने अन्धकारमा विलिन भयौ। आमा तिमी निराकार भयौ। अब कसरी देख्नु मैले निराकारलाई? अझै पनि भिरपाखाहरूमा सुनिने दुःखको स्वर तिम्रै जस्तो लाग्छ। अभावको साँझमा भन्ज्याङबाट भारी बोकेर झर्ने मधुरो छाया तिमीसँग दुरुस्तै मिल्छ। काखमा नानी च्यापेर खोला किनारमा गिट्टी कुटिरहेका ती आमाहरूका अनुहार ठ्याक्कै तिम्रै जस्ता लाग्छन्। आमा तिमी अझै यतै कतै छौ र? जीवनका हरेक बिसौनीहरूमा मलाई हाँस्न सिकाएर किन रुन सिकाइनौ? त्यसैले त तिमी बिनाको यो एकान्तमा पनि म रुन जानिरहेको छैन। आमा म रुनै जानिरहेको छैन। मैले भर्खरै वाचन गरेको कविता थियो कविता आमा, र यस कविताका लेखक हुनुहुन्छ कवि रावत